र साथीहरू हामी छाया सेन्टरबाट अब चाहिँ घर फर्किने तर्खरमा थियौँ। यतिखेर मेरो छोरी चाहिँ यहाँनिर अझै रमाइलो गर्ने खेल्ने भन्दै उफ्रिरहेकी थिइन् र उनको यो चप्पल चाहिँ एकदमै जस्तो भए पनि उनको फेभरेट चप्पल जहाँ जाँदा पनि लाउनै पर्ने होइन, अलिकति राम्रो लगाइदिउँ भन्दा नि नहुने उनको फेभरेट चप्पल हो नि त यो। अनि जहाँ पनि लगाएर कुदिहाल्ने क्या, हिँडिहाल्ने, जे पनि गरिहाल्ने त्यस्तो छिन् मेरी छोरी चाहिँ। अलि जिद्दी पारेका पनि छिन् छन चाहिँ। अनि उनको बाबाले उनलाई टाउकोमाथि बोकेर हिँड्नुभयो, काँधमा बोकेर। अनि के भन्छन्, बाबा मलाई काँधमा बोकिसु न प्लिज भन्छन्। यहाँ हेर्नु न बाटोहरू सबै सुनसान जस्तै नै छ सबैतिर। अनि हामीले बाटोमा स्ट्रबेरी किन्यौँ, अनि पखाल्ने भाँडो चाहिँ थिएन होइन। अनि त्यही टिफिन बक्समा अर्को पानी किनेर पखालेर खायौँ। छोरीले मलाई र बाबालाई नाच्दै खुवाउँदैछिन्। त्यसपछि हामी फेरि फर्कियौँ। यो चाहिँ माइती घरको बाटो हो, यो माइती घरको सुनसान छ। अनि त्यस पछाडि यता कोही काहीँ हिँडिरहेको छैन। उता तिनकुने बानेश्वरतिर त कर्फ्यू नै लागिरहेको छ अरे। हामी चाहिँ हिँड्दै हिँड्दै गयौँ। आज मुभी हेर्न हामीलाई धेरै भारी पर्यो। अनि त्यस पछाडि हिँड्दै हिँड्दै गयौँ, खाजा खायौँ बाटोमा। यसो खाजासाजा खाएर फेरि यो बानेश्वर एरियाको बाटोहरू सबै खाली छ होइन। फोहोरहरू त खासै थिएन तर एकदमै खाली थियो। अनि त्यस पछाडि हामी मेरी छोरी चाहिँ हिँड्नै नमान्ने खालि उनलाई बाबाले मात्रै बोक्नुपर्ने बिचरा, बोकेर काँधमा बोकेर हिँड्दै होइसिन्छ। बाटोहरू त राम्रो रमाइलो एकदम खाली नै थियो, खाली। तर उता तिनकुने एरियातिर त तोडफोड भएर एकदमै ध्वस्त भएको छ भन्ने सुन्नमा आयो। त्यही भएर हामीलाई यहाँ कर्फ्यू लागेको छ, तपाईँहरू उताबाट भित्री बाटो जानु भनेर पठाउनु भयो। अनि हामी यहाँ भित्री बाटो आयौँ, भित्री बाटो हुँदै आफ्नो घरतर्फ आयौँ। तर आजको दिन हाम्रो राम्रो भए पनि बाहिर चाहिँ आन्दोलन भएछ, कतिजनाको मृत्यु भएछ।